हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? म चाहिँ आज धेरै दिन पछाडि यो न्यु रोड साइड घुम्न आएको थिएँ। अन्त यहाँको अवस्थाहरू मतलब यहाँको यो मार्केट भनौँ न, बजारहरू देखेर मलाई भिडियो बनाउन मन लाग्यो। अन्त तपाईँहरूसँग सेयर गर्नुको लागि म यो भिडियो बनाउँदैछु। यो चाहिँ काठमाडौँको न्यु रोड साइड हो। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ साफसफाइदेखि लिएर यहाँका भनौँ न दोकानहरू, बजारहरू, मार्केट एरिया तपाईँ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ आमाहरू साग बेच्दै डोकामा बसिरहनु भएको थियो। पालकको साग, रायोको साग। अनि मलाई चाहिँ किन्नु पनि मन लागिरहेको थियो। दिदीले कराउँदै पनि थियो र मैले किन्नु चाहिँ मन हुँदाहुँदै पनि किनिरहेको थिइनँ। यता दिदी र नानी चाहिँ कपडा हेर्दै हेरेर यिनीहरूको अनुहार घामले म चाहिँ फेरि फर्केर गएर त्यो आमाको साग किन्नु गएँ। अन्त क्या बाठोहरू, क्या बाहिर चाहिँ कलियो राखेर भित्र छिप्पिगएको सागहरू रहेछ। त्यही पनि माया लाग्यो। अब बिहानदेखि यति नै छ नानी, लैजाउन भन्न थाल्नु भयो। 50 रुपियाँमा 6 मुठा अरे क्या। फेरि मुठा पनि फेरि मुठै थियो क्या, एक मुठीको मुठा थियो। किनिदिउँ न त भनेर किनेँ। म फेरि धनी रिच होइन, सहयोग गर्दै हिँड्ने मान्छे। अनि त्यस पछाडि साग किनिसके पछाडि फेरि यहाँ यो बटम च्याउहरू थियो। अन्त यहाँ कुरिलोहरू पनि थियो। यो चाहिँ हेरी मात्रै किनिनँ। अनि त्यस पछाडि फेरि हाम्रो दिदी र मेरो छोरी चाहिँ चप्पल जुत्ता हेर्दै हिँड्दै तर झापाको भन्दा धेरै महँगो लाग्यो हामीलाई चाहिँ। अनि त्यही पनि यसो हेऱ्यौँ अनि उसको क्वालिटीहरू चेक गर्यो, दामहरू सोध्यो, अनि फेरि राख्यो हिँड्यो। हाम्रो चाहिँ यस्तै भइरहेछ। फेरि हामी यहाँदेखि चाहिँ त्यो चप्पल हेरिसकेपछि हामी नि अन्त यहाँनिरको यो भाडा बजेर तामा पित्तलको सामान देखेर फेरि मलाई यति लोभ लागेको होइन। यस्तो राम्रो सामानहरू यति मजाले सजाएर राखेको यहाँनिर। अनि यहाँनिर धेरै जग्गाको मान्छेहरू, क्या धेरै ठाउँको मान्छेहरू पनि मतलब मैले देख्नु पाएँ। चाइनिजहरू, ब्लगरहरू पनि हुनुहुन्थ्यो, जापानिजहरू, विदेशीहरू पनि पुरा यहाँनिर घुम्न आउनुहुँदो रहेछ। अनि यहाँ चाहिँ बाँसुरीबाट पुरा मधुर धुनहरू पनि सुन्न पाइरहेको थियो। यहाँ एउटा मन्दिर पनि छ, सायद हुनसक्छ कुनै भगवानहरूको। अनि एकदमै पुरानो मन्दिर हो यो चाहिँ भनौँ न हाम्रो बाजे बराजुको पालाको होला सायद मन्दिर। अनि यहाँ चाहिँ मलाई दिदीले भन्दै थियो कि यो जग्गामा चाहिँ त्यो आएको थियो नि भूकम्प, त्यो भूकम्पको पालादेखि यहाँ सरकारले एकै किसिमको घर बनाइदिएको भनेर। अन्त त्यो घर देखाउनुभन्दा तपाईँलाई मैले जुन यो मन्दिर देखाएँ पनि एकदमै पुरानो मन्दिर थियो। हामी चाहिँ यहाँ बाटो काट्दैछौँ। बाटो काटेर यो पल्लोपट्टिको यो मन्दिर साइडको छेउको यो घरहरूको दृश्य तपाईँलाई देखाउन गइरहेको छु। यो चाहिँ ओह्रादेखि परसम्म जति पनि मार्केट एरिया छ यो बिच रोड साइडमा। यो चाहिँ न्यु रोडको एकदमै मेन मार्केट चाहिँ यो पर्दो रहेछ। अनि यो घर चाहिँ तपाईँ देख्न सक्नुहुन्छ, लेफ्ट र राइट दुई साइडमा एकै मतलब कलर, एउटै किसिमको झ्यालडोका। यो चाहिँ सरकारले बनाइदिएको अरे, नेपाल सरकारद्वारा बनिएको अरे। यो देखेर मलाई एकदमै अजिब लाग्यो। देख्न सक्नुहुन्छ तपाईँहरू पनि दुई साइडमै। अनि यो चाहिँ एकदमै पुरानो जमानाको मन्दिर। हामी चाहिँ अर्कोतिर फेरि हिँड्यौँ। यतातिर अब के छ हेर्दै जाउँ, तपाईँलाई म देखाउँछु। अनि यहाँ चाहिँ त्यही हो, लुगा कपडाको मार्केट अर्थात् त के हुन्थ्यो। अनि सरसफाइदेखि लिएर सबै कुरा एकदम राम्रो। बालिन सरकारको सिटी। यसरी नै हामी हिँड्दै गइरहेछौँ।
निकै बेर भयो हिँडेको, थकाइ पनि लागिरहेछ। अनि यहाँनिर चाहिँ यहाँको घरहरू क्या एकदमै पुरानो पुरानो जमानाको घरहरू देखेर मलाई अजिब लागेको त्यो कुरा चाहिँ। यो अङ्कलले फेरि अगाडि अगाडि खैनी मार्दै हिँडेर मलाई यस्तो साह्रो पारेको होइन। घरि टकटकाउँछ, घरि के गर्छ, फेरि दुईपट्टि यता जान्छु त्यहीँ आउँछ, उता जान्छु उतै आउँछ। अङ्कलले एकदम डिस्टर्ब गरे रास्ता। जिन्दगीमा खासै केही गरी खान सकिएन। अब यस्तै अरूले गरेको हेर्ने, बस्ने, मक्ख पर्ने, आफूलाई आएर छक्क पर्ने यस्तै छ। त्यहाँदेखि अगाडि चाहिँ हल्का मन्दिरहरू देखिँदैछ। अब अहिले म त्यहाँनिर गएर तपाईँहरूलाई त्यहाँको पुरा भिडियोहरू देखाउँछु। यो बहिनी के साह्रो छिटो हिँडेको मान्छे। यहाँ यति बिजी मान्छेहरू है, कोहीलाई कोहीसँग नबोल्नेको फुर्सद छ, सब आफ्नो आफ्नो दुनियाँको। यहाँ अगाडि मन्दिरहरू बनिरहेछ। यहाँ अगाडिको साइड पनि एकदमै बजार एरिया रहेछ। अनि हेर्दै चाहिँ म अगाडि अगाडि के देखिन्छ तपाईँलाई म देखाइराख्छु भिडियोमा, कमेन्ट गरिदिनु होला। यहाँ चाहिँ ब्यागहरू चाहिँ त्यो नेपाल मेड होला सायद। यता अगाडिको साइड चाहिँ पुरै मन्दिरहरू छ भनेर भनेको हुनाले हामी चाहिँ जाँदैछौँ। यो ब्यागहरू चाहिँ नेपाल मेडै हो। यो चाहिँ मलाई एकदमै अचम्म लागेर मैले भिडियो बनाएको। मन्दिर साइडमा पुराना पुराना चिजहरू बनावटहरू तपाईँ देख्न सक्नुहुन्छ। एकदमै मसिनो मसिनो तरिकाले चप्पल जुत्ता हेर्नु थालेछ। काठलाई बनाएको छ, काठलाई खोदेर बनाएको छ। छोरीको लागि जुत्ता खोजिरहेको थियो, फेरि कुदी पनि रहेछु। अचम्म लागिरहेको सब कुराहरू तपाईँलाई मैले अगाडिको भिडियोमा पनि देखाएको थिएँ। त्यो भिडियोमा पनि यस्तै काठको कलाकृतिहरू थियो। अनि यहाँ पनि त्यस्तै एकदमै राम्रो लागिरहेको थियो घुमेर। अनि यो पनि हाम्रो बाजे बराजुकै पालाको मन्दिरहरू हो सायद यिनीहरू। अनि यहाँनिर यस्तो चिजहरू पनि बेच्न राखिएको थियो जुन चाहिँ एकदमै अनौठो लागेको मलाई सब कुराहरू देखेर। काठको तपाईँ बनावट हेर्नु न, यस्तो दामी छ है, यस्तो तरिकाले बनाएको होला। अनि कति वर्ष पुरानो कुराहरू होला जो आज हामी देख्न पाइरहेछौँ। अचम्मै लाग्दो रहेछ क्या। अनि यहाँदेखि हेर्दै मन्दिरहरू हेर्दै पनि एकदमै पुरानो मन्दिर। यसको साथसाथै यहाँनिर यो मलाई थाहा चाहिँ भएन यो के भयो भनौँ, तर यसको पनि बनावट एकदम भयङ्कर क्या राम्रो। सायद पनि हाम्रो बाजे बराजुकै पालाको, राजा महाराजाको पालाको सायद यो।
सब कुराहरू हेर्दै हेर्दै अनुभव गर्दै यहाँ माथि लेखिएको पनि छ कि यो कति सालमा बनिएको हो भनेर। तपाईँलाई म जुम गरेर देखाउँछु। यसको मलाई यो पढ्नु नै सकिनँ क्या, एकदमै माथि भएको कारणले गर्दाखेरि। जुम गरेर तपाईँलाई म देखाउँछु, पर्खिनुहोस् ल। AD 1908 यति पुरानो हो यो। त्यसै गरी यो मन्दिरहरू, पुरानो मन्दिरहरू, पुरानो भवनहरू। यहाँ भित्रभित्र चराहरूको गुडहरू पनि थियो, कति चाहिँ पुरानो होला कि। अनि फोटो खिच्ने मान्छेहरूको पनि एकदमै भिड लागिरहेको थियो। अनि हामी चाहिँ पल्लोपट्टि जाने भनेर सोच्यौँ। अन्त पल्लोपट्टि आएको चाहिँ त्यही भवनको उतापट्टि चाहिँ यस्तो कलाकृतिहरू बेच्न राखेको थियो कि। यो चाहिँ बौद्धिस्टहरूले युज गर्ने कुराहरू हो। अनि यो रुद्राक्ष, रियल रुद्राक्षहरू हो। अनि धेरै किसिमको धातुहरू थिए यहाँनिर। त्यसै गरेर यहाँ तपाईँलाई म एउटा अजिब चिज देखाउँछु, सायद यहाँ पाउँछ होला। यहाँ चाहिँ धेरै पर्यटकहरू आउने, यस्तो पुराना कुराहरू लिने, किन्ने, यस्तो हुनाले यसको व्यापार व्यवसाय यहाँ हुँदो रहेछ। अनि यो चाहिँ रुद्राक्ष तपाईँ देख्न सक्नुहुन्छ। कति मुखे रुद्राक्षहरू यहाँ मैले देखेर तपाईँलाई मैले सेयर गर्दैछु। यो रियल रुद्राक्षहरू हो। एक मुखे, सायद यो एक मुखे रुद्राक्ष हो। अनि अर्को यो पनि हेर्न सक्नुहुन्छ। यो पनि कति मुखे, त्यो मलाई गर्नु चाहिँ आएन। अन्त यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यो बौद्धिस्टहरूले युज गर्ने ज्यादातर सामानहरू यहाँनिर छ। अनि यो ढुङ्गाहरू पनि बेच्न राखिएको छ। अनि यो चाहिँ माछाको के भन्नुभयो चाहिँ, मलाई नाम चाहिँ मैले बिर्सेँ। यो चाहिँ यस्तै, यो कुनै यसलाई डिजाइन गरेर बनाएको नै पाउनु चाहिँ यस्तै पाउँछ अरे। यो रियल हो। एउटैको 2600 कति भन्नुहुँदैछ। एकदम महँगो, एउटा पिसको 2600 कति। पुराना कुराहरू सङ्कलन गरेर बनाइएका कुराहरू छन्, यहाँनिर राखिएका छन्। अनि यहाँनिर हामी चाहिँ नयाँ हामीलाई चाहिँ नयाँ लागेको नि त, नयाँ कुराहरू भन्दै हामी चाहिँ खोजी हिँडिरहेको छौँ। यो लागि सब, यो त हाम्रो लागि सब कुरा नयाँ हो। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ, यो क्या शिलाजित भन्दो रहेछ। अनि यो चाहिँ तपाईँलाई म देखाइरहेको छु। यसलाई चाहिँ शालिग्राम भन्दो रहेछ। अन्त यो चाहिँ एकदमै ओरिजिनल शालिग्राम, एकदम महँगो। यो नेचुरल कुराहरू हो। अनि यहाँ एउटा हामी शालिग्राम तपाईँलाई हामी खोलेर देखाउँछौँ। यो चाहिँ ढुङ्गा हो एक्चुअलमा। अनि त्यसको ढुङ्गाको भित्र चाहिँ यस्तो बनिएको हुँदो रहेछ क्या, ओरिजिनल शालिग्रामले चाहिँ। त्यो पनि शालिग्राम, यो पनि शालिग्राम। 1700-1800 पर्दो रहेछ एउटा। एक प्याकेट किन्दाखेरि यो प्याकेटमा आउँदो रहेछ। यो भित्र यस्तै बनिएको हुन्छ अरे। म त मोबाइलमा मात्रै यस्तो देखेको थिएँ, चाइनिजहरूकोतिर विदेशीहरूले फुटाएको, तर हामीले रियल आँखाले देख्नु पायौँ। एकदमै अचम्म लाग्यो यो पनि देखेर। अनि सबै कुरा सोध्दै, किन्नु त किनेको होइन, तर पनि सोध्दै हिँड्दै। यो चाहिँ हाम्रो नेपाली कल्चरभित्र पर्ने कुराहरू हो। अनि यहाँनिर पनि धेरै कुराहरू राखिएको थियो। सायद यो पनि मैले चिन्न सकिनँ, यो केमा युज हुने हो। युज त युजै हुने कुरा हो। अन्त यहाँनिर त ढुङ्गाहरू पनि यहाँ पनि राखिएको थियो। शालिग्रामहरू चाहिँ धेरै नै पाउने के ठाउँमा।
अनि यस्तै घुम्दै आजको दिन एकदम रमाइलो भयो। हुन्छ त हामी मिल्छौँ अर्को भिडियोमा।